सबैजनाले मिनी ब्लग सुरु गरे भनेर सुरु गरेको मिनी ब्लगको डे 3। हेलो एन्ड वेलकम एभ्रिवान। बिहानै उठेर कफी खाएर फुलहरूलाई हाई भन्दै स्कुटीलाई गेट बाहिर झिकेर म रेडी हो स्कुल जानुलाई। अलिकति पर्तिर पुगेको पानीले त बिटक हानिदियो। स्कुल पुगिन्जेलसम्म पानी एकदमै धेरै आइदियो कि यो गीतको याद आयो। बरसात भी आकर चली गई, बादल भी गरज कर बरस। पानी रहँदासम्म पनि यो गीतको यादहरू चाहिँ मेटिएन, तर विडम्बना बेल लाग्यो। अनि त्यसपछि म क्लासमा पुग्नु पऱ्यो। क्लास गएँ, केटाकेटीहरूको होमवर्क चेक गरेँ। इमान्दार मेरा केटाकेटीहरू सबैले होमवर्क गरेर आएका रहेछन्। त्यहाँ लास्टमा चाहिँ अलिकति केटाहरू चल्दैछन्। मेरो क्लास सकियो, स्टाफ रुमतिर लागेर स्टाफ रुमबाट बाहिर आएर थिएँ। हो तुम शर्माई हुई थी, लगती हो कुछ घबराई हुई थी, ढलका हुआ सा आंचल। फेरि पनि बेल लाग्यो। क्लास गएँ, लिफो फिफो पढाएँ। 9 क्लासलाई HTML को हेडिङ ट्याग पढाएँ। केटाकेटीहरूलाई प्र्याक्टिकल गर्नतिर अब भने म लागेँ घर। आकाशमा बादल छ, पानी पर्ने एकदमै डर छ, त्यसैले म स्पिड लागेँ। घर खाना खाएर सुतेर जस्ट उठेँ। अब फ्रिजबाट पानी निकालेर खान्छु। इनफ्याक्ट गाइज, सबैजना स्टे हाइड्रेटेड है त। अनि त्यसपछि बाहिर हेरेको एकदमै गरम। रेडक्रसको फ्ल्याग पनि एकदमै राम्रो फरफराइरहेको छ। हावा कस्तो राम्रो चल्यो। अनि त्यसपछि म गएँ सनमलाई लिन। पिकमगेट अगाडि पुगेँ, खाजा ल्याएँ, दुईजनाले खाजा खायौँ। त्यसपछि मैले गेम लिड गरेँ। आफ्टर द्याट बाहिर हेरेको रात परेछ। अब म भन्छु तपाईँहरूलाई बाई।